जयमसी अनि नमस्कार सम्पूर्ण दर्शकवृन्दलाई म मेरो जीवनको छोटो गवाई दिन चाहन्छु। त्यो चाहिँ मैले प्रभु येशूलाई कसरी विश्वास गरेँ भनेर तपाईँलाई त्यसको अ, छोटो एउटा वृत्तान्त भन्न चाहन्छु। जसरी मैले चाहिँ प्रभु येशूलाई किन विश्वास गरेको भने मेरो जीवनमा एक किसिमको शक्तिले पुरा काम गर्थ्यो कि सानो बच्चादेखि 6-7 वर्षको उमेरदेखि नै मलाई चाहिँ शरीरमा कम्प आउने यो औँसी पुर्नेको बेला चाहिँ मलाई एकदमै दुःख आउने होइन के अरे लडाउने पछाड्ने त्यस्तो कुराहरू हुन्थ्यो। अनि मलाई चाहिँ शरीरमा धेरै दुःख हुन्थ्यो। अनि त्यसपछि मैले के घरमा कसैले मासु मांस लिएर खायो भने पनि मलाई एकदम शरीरमा कम्प आउने है दुःख हुन्थ्यो। अनि तर मेरो घरको अरू सदस्यहरूले चाहिँ त्यो कुरालाई बुझ्नु भएको थिएन। तर मेरो आमा बुवाले चाहिँ धामी झाँक्री बोलाएर के भएको भनेर त्यो सबै देखाएपछि म चाहिँ हिन्दू धर्मबाट आएको हो होइन। हिन्दू धर्म मैले पूजाआजा धेरै गर्थेँ अनि घरको आमा बुवाले त्यही गर्नुहुन्थ्यो। अनि त्यसपछि उहाँहरूले चाहिँ धामी झाँक्रीलाई बोलाएर अनि लामाहरूलाई बोलाएर मलाई चाहिँ मेरो शरीरमा चाहिँ एक किसिमको त्यो देवीको शक्ति मलाई उतारेको थियो। अनि त्यसपछि मैले चाहिँ धेरै पूजाआजा गर्नुपर्ने, मासु मांस नखानु पर्ने। 15 वर्ष जति चाहिँ म यो किसिमको एउटा सकसमा पीडामा परेको थिएँ। अनि मैले कलेज पनि स्कुल पनि पढ्नुपर्ने, स्कुल पढ्दा कलेज पनि पढियो है। अनि कलेज पढ्दाखेरि पनि यो कुराले मलाई धेरै दुःख दिन्थ्यो। अनि मैले भन्थेँ मलाई चाहिँ कसले चाहिँ बचाउनुहुन्छ, यो कुराबाट कसले छुटकारा दिनुहुन्छ भनेर मैले भित्र आत्माबाट एकदमै तडपेर मैले खोजिरहेको थिएँ, कसैलाई खोजिरहेको थिएँ। यस्तै सिलसिलामा मैले मेरो आफ्नो क्रिस्चियन साथीहरूलाई भेटेँ होइन। उनीहरूले मेरो निम्ति प्रार्थना गरिदिन्थ्यो। अनि तिमीले चाहिँ प्रभु येशूलाई विश्वास गर्यो भने यो शक्तिले छोड्छ, तिमी निको हुन्छौ, तिमी स्वतन्त्र हुन्छौ भनेर भन्थे। तर मैले चाहिँ उहाँले भन्ने बित्तिकै त्यो कुरा प्रभु येशूलाई तुरन्त विश्वास गर्न सकेको थिइनँ। तर यस्तो गर्दा गर्दै मेरो छिमेकीमा एउटा हाम्रो फुपू भन्थ्यो, उहाँ चाहिँ उमेर धेरै 70-80 वर्ष पुगिसक्नु भएको थियो। उहाँले चाहिँ मलाई जहिले पनि म चाहिँ स्कुलबाट आएपछि उहाँको त्यो होइन होम फेलोसिप भन्छ नि, घरमा सङ्गति, क्रिस्चियनहरूको सङ्गति जम्मा भएर प्रार्थना गर्ने त्यसमा उहाँले लानुहुन्थ्यो। अनि हाम्रो घरमा अरू दाजुभाइ दिदी पनि हुन्थ्यो, तर उहाँले मलाई मात्रै बोलाएर चाहिँ त्यसमा लानुहुन्थ्यो। अनि त्यसपछि उहाँले आफ्नो घरमा मेरो निम्ति प्रार्थना गरिदिनुहुन्थ्यो सबै विश्वासीहरूले। मलाई त्यो चाहिँ एकदमै राम्रोसँग थाहा छ। अनि त्यसपछि चाहिँ मलाई चाहिँ मण्डलीले कहिले कहिले चर्च पनि लानुहुन्थ्यो, अनि गएर आउँथ्यो, रमाउँथ्यो, एकदम राम्रो लाग्थ्यो। पछि घरमा आएर फेरि त्यही पूजाआजा गर्नु पर्थ्यो है। धेरै वर्षसम्म मैले त्यो गरेँ। अनि पछि चाहिँ मैले जब आफ्नो घर छोडिसकेपछि चाहिँ अब मलाई यो छुटकारा चाहियो भनेर चाहिँ एकदम परमेश्वरसँग लुकी लुकी प्रार्थना गर्थेँ पहिले है। मेरो दाईहरू हुनुहुन्थ्यो, दादाहरूले चाहिँ त्यो गर्न दिनुहुन्थेन। मैले क्रसहरू बनाएर राम्रो क्रसहरूमा एकदम यसो बुट्टा भरेर कलरफुल ग्लेज पेपरमा क्रसहरू बनाएर एकदम त्यो सिसाको त्यो सजाउने कुरो राखेर ठुलो क्रसमा मैले बस्ने कोठामा गर्थेँ। अनि मेरो दादा चाहिँ एक दिन आउनुभयो। अनि उहाँले चाहिँ त्यो सबै निकालेर च्यातेर फालिदिनु भयो। त्यसरी त्यो यो गर्नु हुँदैन, यो छोड्यो भने चाहिँ तिमीलाई त्यो गाह्रो हुन्छ, तिमीलाई पौलाउँछ भनेर भन्नुहुन्थ्यो। त्यसो गर्दा गर्दै मैले चाहिँ एक दिन निर्णय लिएँ, म चाहिँ अब प्रभुलाई विश्वास गर्छु भने। मेरो दुःख चाहिँ अब उनीहरूले बुझ्थेन है। म आफै यति पीडित थिएँ। अनि समय मलाई म चाहिँ कलेज पढ्दाखेरि एनसिसीमा पनि एनसिसीको म के अरे सिनियर क्याडेट पनि थिएँ। अनि एनसिसीबाट म विभिन्न ठाउँहरूमा कलकत्ता अनि अरू दिल्लीहरू त कता कता क्याम्पहरू जानु, त्यहाँ पनि मलाई त्यो शक्तिले आक्रमण गर्थ्यो कि। अब त्यत्रो अफिसरहरूको अगाडि मैले धेरै आफ्नो एक्टिभिटिज देखाउनु पर्ने ठाउँमा दिनभरि अब प्यारेडहरू गर्नुपर्ने ठाउँ चाहिँ मलाई त्यसरी पछाड्थ्यो, लछाड्थ्यो। अनि उनीहरूले पनि बुझ्थेन बिचरा, उनीहरूले चाहिँ अर्कै के हो भनेर उनीहरूले अर्कै किसिमले मलाई त्यो एउटा ट्रिटमेन्ट गर्नुहुन्थ्यो कि उहाँले भनेको औषधिहरू ल्याएर खुवाउनुहुन्थ्यो, त्यस्तो हुन्थ्यो। तर मैले चाहिँ एक दिन चाहिँ जब म चाहिँ घरबाट काम गर्न बाहिर निस्केपछि मैले परमेश्वरलाई एकदमै मलाई चाहिँ अब एउटा छुटकारा दिनुहोस्, म अरू केही पनि जान्दिनँ, योबाट मलाई टाढा राख्नुहोस् भनेर मैले एकदम प्रार्थना गर्थेँ। त्यस्तो गर्दा गर्दा मैले चाहिँ काठमाडौँमा आएपछि चाहिँ म एउटा साथी भेटेँ, विश्वासी साथी भेटेँ। अनि विश्वास साथीहरू उहाँले मलाई मण्डल लग्नुभयो। मण्डल लगेपछि मैले अनि म चाहिँ अब प्रभुलाई विश्वास गर्छु भनेर एकदमै निर्णय लिएँ, एकदम डिटर्मिन गरेँ। अनि त्यो दिन चाहिँ मैले जब
अप्रिलको महिनाको 1994 अप्रिल महिनाको कति तारिक हो त्यस्तै 12 तारिक हो। त्यति बेला मैले चर्चमा गएर ग्रहण गरेपछि प्रभुलाई ग्रहण गरेपछि मेरो सम्पूर्ण शरीरको पानी बगेर चाहिँ एकदम समुद्रको पानी बगेर चाहिँ गरेर मेरो आँखाबाट आँसु झऱ्यो है। मैले आफै रुन खोजेको थिइनँ, यति धेरै आँसु झऱ्यो, यति धेरै आँसु झऱ्यो, म आफै रुन त खोजेको थिइनँ। त्यस्तो किसिमले चाहिँ मैले प्रभुलाई ग्रहण गर्दाखेरि त्यस्तो किसिमले मलाई प्रभु मेरो जीवनमा काम गर्नुभयो। त्यसपछि मैले चाहिँ अनि उहाँलाई परमेश्वरलाई ग्रहण गरेपछि म मेरो जीवन अघि बढ्दै गएको। अनि मलाई चाहिँ त्यो शक्तिले छोड्यो, दुःख दिन्थ्यो, पछाड्थ्यो, लछाड्थ्यो, विभिन्न किसिमको कुराहरू थियो। त्यो सबै शक्ति भागेर गयो। म चाहिँ अहिले चाहिँ एकदम स्वतन्त्र भएको छु। प्रभुलाई ग्रहण गरेको कति 32 वर्ष 33 वर्ष लाग्यो, 33 वर्ष भयो अहिले है।